अस्ति चाहिँ म मिसिसा कस्मेटिक गएको थिएँ अनि मैले के ल्याएँ भनेर जस्ट मैले एउटा र्यान्डम डे इन माई लाइफ भिडियो बनाएको थिएँ। सो धेरैजनाले के भन्नुभयो भने के ल्याउनु भयो दिदी देखाउनु न सो द्याट हामीलाई पनि किन्न सजिलो हुन्छ भन्नुभयो। सो म हजुरहरूलाई देखाउँछु। मैले चाहिँ लिएर आएको छु यो फ्युचर मेकअपबाट यो हाम्रो एयर ब्रश फ्ललेस फाउन्डेसन। यो चाहिँ एकदमै राम्रो छ, एकदमै फुल कभरेज खालको छ। र अर्को लिएर आएको छु मैले चाहिँ मोयराको ह्यान्ड क्रिम। म चाहिँ यो ब्यागमा बोकेर हिँड्नको लागि हात ड्राई भइरहेको छ, हात धोइराख्ने बानी छ त्यही भएर। अनि अर्को लिएर आएको छु फुल कभरेजमा यो फ्युचर मेकअपको के अरे कन्सिलर। दुईटा शेडमा छ, एउटा चाहिँ अलि लाइटमा छ अनि एउटा चाहिँ अलि डार्कमा छ। सो द्याट यो भयो भने चाहिँ हजुरले हरेक शेड बनाउन मिल्यो। अनि अर्को मैले लिएर आएको छु मोयराको यो ब्राउ डिफाइनिङ मस्कारा। यो चाहिँ मैले चलाइसकेँ, यो चाहिँ यस्तो छ। अनि अर्को लिएर आएको छु अल टाइम फेभरेट यो लिप लाइनर। यो चाहिँ मोयराको हो, यो चाहिँ वाटरप्रुफ लिप लाइनर हो। त्यसपछि मैले अस्ट्रेलिजको यो कन्टुर स्टिक लिएर पनि आएको छु। सो अलि लाइट शेडमा छ। सो हजुरहरूलाई पनि चाहिन्छ भने उहाँसँग अर्डर गर्न सक्नुहुन्छ। अर्को चाहिँ मेरो बेस्ट, म जहिले पनि लिपस्टिक लगाउँदिनँ धेरै जस्तो, म जहिले पनि लिप बाम लगाउँछु। सो लिप बामको लागि चाहिँ यो स्लिपिङ मास्क छ। यो चाहिँ एकदमै रिजनेबल प्राइसमा छ पेस्टल ल्याबबाट। यो पनि एकदमै राम्रो छ। अर्को लिएर आएको छु मेकअप रिमुभ गर्नको लागि बाम। यो चाहिँ हेलो क्लिन भन्ने हो। यसले चाहिँ एकदमै मजाले मेकअप रिमुभ गर्छ बेलुका डबल क्लेन्स गर्नको लागि। कहिलेकाहीँ चाहिँ ओइल चलाउन मन लाग्दैन अनि यो बाम लगाउँछु। सो यो चाहिँ मजाले इमल्सिफाई भएर मजाले ओइल बेसमै जान्छ। अर्को लिएर आएको छु प्रोफेसनल शार्पनर्स। यो चाहिँ लिप लाइनर गाजलहरू गर्नको लागि मेरो क्लाइन्ट्सहरूको लागि। अर्को लिएर आएको छु वन्डर, यो फरएभर 52 को वन्डर ब्राउ लाइनर। यो पनि ब्राउज बनाउनको लागि हो। एन्ड अर्को यो चाहिँ मैले 3टा बट्टा सकाइसकेँ। यो चाहिँ हो हाम्रो फरएभर 52 को इन्टेन्स जेल आइलाइनर। यो यस्तो राम्रो छ, वाटरप्रुफ हो, ब्राइड्सहरूको लागि पनि एकदमै राम्रो छ। अर्को छ मोयराको लिप बाम। मैले चाहिँ कति लगाइरहन्छु यो लिप ग्लस, कतिजनाले देखिरहनु भयो होला। अर्को पनि म देखाइदिन्छु ल शेड। सो कतिजनाले मलाई जहिले सोध्नुहुन्छ कुन ग्लस लगाएको भनेर। सो यो थियो, यो चाहिँ मैले अर्को शेडमा लिएर आएँ। अनि अर्को चाहिँ मैले मेरो मामुको लागि लिएर आइदिएको छु। यसको यो एन्टी एजिङहरू के हुन्छ भन्दै हुनुहुन्थ्यो। सो मामुको लागि चाहिँ मैले यसको मोइस्चराइजर पनि लिएर आइदिएको छु, एकदमै राम्रो छ भन्दै हुनुहुन्थ्यो। अर्को चाहिँ छ यो चाहिँ रियल निम फेस वास। यो चाहिँ पाउडरमा हुन्छ अरे अनि पानी लगाएपछि चाहिँ फेस वास जस्तो हुन्छ भन्नुभएको थियो। सो मैले यो ट्राई गर्नलाई लिएर आएको छु। मैले ट्राई चाहिँ गरेको छुइनँ। यो चाहिँ ब्रिलियरबाट हो। सो यही नै हो मिसिसाको हल। सो हजुरहरूलाई पनि केही चाहिन्छ भने मिसिसा कस्मेटिकमा जान सक्नुहुन्छ। उहाँहरूको चाहिँ काठमाडौँमा दरबागमा 2टा स्टोर छ र पोखरामा पनि स्टोर छ। सो चाँडै जानुहोस् र एकदमै राम्रो प्रडक्ट्स ल्याउनु। हेयर केयर, स्किन केयर, मेकअप सबै प्रडक्ट छ, प्रोफेसनलदेखि लिएर बेसिकसम्म।